बालेन शाहको सरकार ढाल्दिन्छौ भन्नुभएको छ महेश बस्नेतले। यो के हो, के गर्न खोजे महेशले फेरि? ढाल्दिन्छु के उनको औषधि पसल छ कि त्यो कन्डम बनाउने फ्याक्ट्री छ? ढाल भने त चाहिँ तपाईँको चाहिँ एउटा कन्डमको एउटा प्रकार हो कि ढाल भने त चाहिँ तपाईँको चाहिँ एउटा कन्डमको एउटा प्रकार हो कि नाम हो एउटा। नाम हो नि त होइन त्यो ढाल भन्ने चाहिँ तपाईँको अब अहिले त विभिन्न चाहिँ कन्डम भन्छन् के भन्छन् विभिन्न कम्पनी आए केही वर्ष अगाडि ढाल भनेर फेमस थियो। हो नेपालमा चाहिँ तपाईँको चाहिँ नि परिवार नियोजनको अस्थायी साधन ढाल पसलमा पाइन्छ भनेर पहिले हामी केटाकेटीले के रहेछ ढाल भन्ने थाहा थिएन त केटाकेटीलाई के थाहा र त्यो बेलामा बज्ने तपाईँको चाहिँ विज्ञापन कन्डमकै विज्ञापन जुन हुन्छ नि पेन्थरको विज्ञापन चाहिँ असाध्यै कर्णप्रिय थियो कि अब अहिले ती चाहिँ नि अब जमाना गए अब अरू अरू किसिमका आयो होला नि होइन। अब महेश बस्नेतले यो सरकारलाई ढाल्दिन्छु भन्दाखेरि सरकारलाई ढाल्दिने भने सरकारमा रहेका चाहिँ तपाईँको प्रतिनिधि अहिले त तपाईँको चाहिँ महिला र पुरुष दुवैले नै तपाईँको प्रयोग गर्ने किसिमका चाहिँ तपाईँको चाहिँ त्यो किसिमका ढालहरू आछन् अरे। अब कसलाई दिने हो त्यो चाहिँ बस्नेत काजी आफैले सरकारलाई भनेपछि सरकारमा भएको मन्त्रीहरूलाई दिने हो कि होइन? प्रतिनिधि सभाका सदस्यहरूलाई राष्ट्रिय सभा दिए हुन्छ त्यो सबैलाई चाहिँ त्यो कुनै कुनै अस्पतालमा चाहिँ सरकारी अस्पतालतिर चाहिँ हुन्थ्यो कि चाहिए जति लानु होला भनेर होइन। अब कुन किसिमको ढाल दिने हो त? बालेन सरकारलाई ढाल दिने भने चाहिँ बालेनलाई दिने होला। बालेनलाई त आवश्यक छैन, त्यो आवश्यक नहोला। अरू कसलाई दिने त? अब यो आन्दोलन गर्ने आन्दोलनबाटै चाहिँ तपाईँको चाहिँ सत्ता परिवर्तन गर्ने भन्ने किसिमको चाहिँ बस्नेत काजीको कुरो आएको हो भनेदेखि चाहिँ हल्ला नगरिदेऊ, त्यो सम्भव छैन। किन होइन हल्ला नगरिदेऊ भने किन हल्ला नगरिदेऊ भनेदेखि जस्तो 23 र 24 गते यस्तो हुन्छ भने 22 गतेको चाहिँ तपाईँको बेलुका सुतिन्जेलसम्म कसैले कल्पना गरेको थियो? थिएन। त्यसरी सासुट पो गर्ने हो त कहाँ हल्ला गर्दाखेरि?